तपाईले जस्तो प्रम्प्ट क्लाउड अर च्याट जिपिटीलाई इनपुट दिनुहुन्छ रिजल्ट नि त्यस्तै आउँछ। प्रम्प्ट इज लाइक अ रेसिपी। रेसिपी जति राम्रो हुन्छ खाना नि त्यति नै राम्रो हुने नै भयो। प्रम्प्ट राम्रो बनाउन एआइएम फ्रेमवर्क युज हुन्छ वेयर ए स्ट्यान्ड फर एक्टर, जहाँ क्लाउडलाई को हो भनेर एक्ट दिनुपर्ने हुन्छ। एन्ड आई स्ट्यान्ड फर इनपुट, आफ्नो सिचुएसन अनुसार इनपुट दिनुहोस्, र एम स्ट्यान्ड फर मिसन। सो इट्स एबाउट वाट युर मिसन इज। इक्जाम्पल लिएर हेरौँ है। सिधै राइट स्क्रिप्ट अन हाउ टु राइट पर्फेक्ट प्रम्प्ट फर माई फेसबुक भिडियो भन्यो भने तपाईँले रिजल्ट देख्न सक्नुहुन्छ। यसले ठिक ठिकै दिइरहेछ। च्याट जिपिटी भन्दा त बेटर नै दिन्छ, बट लाइक 330 मिनटको यसले हामीलाई दियो। जस्ट सिम्पल टाइपको यसले दिइरहेछ अहिलेलाई। सो द पर्फेक्ट वे इज फलोइङ एआइएम फ्रेमवर्क। यो प्रममा चाहिँ यु आर अ प्रोफेसनल भिडियो स्क्रिप्ट राइटर विथ 8 इयर्स अफ एक्सपिरियन्स इन एआई एन्ड टेक एजुकेसन निड्स। सो हाम्रो निड्स पनि क्लियर भयो। सो माई अडियन्स इज बिगिनर्स एज 20 to 35 who are curious about AI tools. Write a 7-minute YouTube script about how to write perfect prompts that start with shocking hook. हुकको नि कुरा आयो। युज सिम्पल ल्याङ्ग्वेज होइन, इन्क्लुडिङ 3 इक्जाम्पल एन्ड इन्ड विथ स्ट्रङ सिटिए टु सब्सक्राइब। अलि पोलिस्ड भर्जनमा अलि राम्रो प्रम्प्ट, अलि प्रो टाइपको प्रम्प्ट भयो है। सो हुकमा चाहिँ मस्ट पिपल युज एआई आर गेटिङ 20% अफ वाट इज एक्चुअली डु। सो हुकमा चाहिँ यसले राम्रो पोइन्टहरू दिएको छ, सो द्याट स्क्रोलिङ मान्छेहरूले स्क्रोल गर्न रोकोस् है। सो इन्ट्रो दिएको छ, इट्स गुड फर्मुला है। यो फर्मुला युज गर्ने भनेको छ। सो मैले चाहिँ अहिले एआइएम फ्रेमवर्क युज गर्ने भनेको छु। सो दिस फर्मुला इज अल्सो गुड। रोल, टास्क, कन्टेक्स्ट एउटै हो, सेम नै हो। अब 20 वाट यु वान्ट, कन्टेक्स्ट, फर्मेट यसले डिस्क्राइब गरिदिएको छ। यो भन्न भनेको छ होइन। से वान्ट हेल्प विथ राइटिङ पोस्ट एबाउट अ न्युज, से यु वान्ट हेल्प राइटिङ अ लिङ्कडिन पोस्ट एबाउट अ न्युज। यसले इक्जाम्पल 1 दिएछ। इक्जाम्पल 1मा राइट अ लिङ्कडिन पोस्ट एबाउट माई न्यु जब। सो द रिजल्ट जेनरिक आउँछ, कुड बी एनी वान होइन। प्रोबेबली स्टार्ट विथ आई एम थ्रिल एनाउन्स भनेर अनस्पेसिफिक भयो। सो स्ट्रङ प्रम्प्ट चाहिँ यो। Act as a professional career coach who writes engaging LinkedIn content. Write a short warm LinkedIn post. So example छ, धेरै इक्जाम्पल छ। सो हामीले फुल पोटेन्सियलमा यसलाई युज गरौँ विथ द हेल्प अफ द्याट प्रोफेसनल प्रम्प्ट। सो दिस इज द बेटर वे होइन। सो द रिजल्ट इज रियली अमेजिङ। सो हेभ यु एभर ट्राइड एआइएम फ्रेमवर्क? कमेन्ट एन्ड डोन्ट फर्गेट टु फलो।